हेलो गाइज, नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा। यस्तै हो बहिनी दिदी भएर बस्नुको फाइदा। यस्तै दिदीले एकदमै माया गर्दैन गाइस। हेर्नु यो रुम बनाइ जहिले बनाउनु पर्छ है गाइस। म भनेको सिनियर मान्छे खाली मलाई बढाउन नै गराउँछ, कहिले बढाउँदैन। अनि यस्तै खुट्टामाथि खुट्टा राखेर बस्छ गाइस। यसरी छ। हेर्नु गाइस, यस्तो बेइमानी हुँदैन। म भनेको ठुलो मान्छे हुन्छ। दिदी हुन्छ, बहिनीले अलिकति माया गर्नु। बहिनीले होइन, बहिनीले चाहिँ दिदीलाई माया गर्ने हो गाइस होइन। यो धेरै कराउँछ होइन, यसलाई कराउने थुत्नु चाहिँ यसको टाल्नुपर्छ। मलाई यति सुपर ग्लु पठाइदिनु। सुपर ग्लु मसँग छ सुपर ग्लु। गाइस यदि मनपर्छ भने हामी तिनजनाको होइन भिडियो हेरिदिनु होला र मनोरञ्जन दिनु होला होइन, किनेर रमाउनु होला। हाम्रो यस्तै हो दिदी बहिनीको होइन। एउटा प्याउची दादा चाहिँ हिजो लडेर होइन हातको बनाएर बसेकी छ। उसले काम गर्न सक्दिनँ भनिरहेछ। काम गर्ने मलाई साथ दिने चाहिँ यो हो कि यो पानी हो, बस्ने मात्र हो, यो बस्ने मात्र होइन। यसले चाहिँ मलाई मायै गरिदिने होइन। हेर्नु मेरो यिनीहरूले मैले काम गराउँदै ढकालेर हात खुट्टा भाँच्दै छन् कि हातको मान्छे बोल्नु सक्दैन नि होइन। हस्पिटलमा बोल्ने हातले बोल्ने हो र। हस्पिटलमा भर्ना गर्नुपर्ने मान्छे स्कुल आज बल्ल गाह्रो भएर थाहा भएको त के भएको छ। भोलि हस्पिटलमा स्कुलमा भर्ना सब हस्पिटलमा भर्ना हुनुपर्ने मान्छे आज बल्ल थाहा त्यस्तो भएको छ। तर हामी चाहिँ छैन, हामी तिनजना एकदम रमाइलो गर्छौँ होइन। हामीलाई माया गरिदिनु होला। म जेठी, ऊ अर्को पाताली माइली, यो कान्छी हो होइन। सबभन्दा जेठी म हो क्या, सिनियर म हो होइन। म केही गर्नु पर्दैन यिनीहरू भएपछि। यिनीहरूले मैले जे भन्यो त्यही भन्छन्। म भएन भने यिनीहरू डरा थोरै पर्छन्। हो हजुर हो, हामीहरूको सासूमा हामी हो म देखेँ कि मलाई के भन्छ यिनीहरू सासु भन्छ मलाई। गाई अब तिनीहरू भतिरै जान्छ है। म एउटी यहाँ फोर्स पारि चाहिँ हेर्नुहोस् गाई चाहिँ उठाउँछ होइन। के भन्नु छ पाताले? के भन्नु छ? माया गरिदिनु होला। तर हामी अब दिनकै भिडियो त बनाउन सकिँदैन होइन। हामी दिनको भिडियो त बनाउन सकिँदैन। कहिलेकाहीँ यसो रमाइलो हाँसा ठट्टा गर्छौँ त माया गरिदिनु होला। र अहिलेलाई यही भन्दै बिदा चाहन्छौँ। बाई बाई। यति मनपर्छ भने सिर्जना युट्युब च्यानलमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बिचमा भएको बेल घन्टी ट्याप्प दबाइदिनु होला र माया गरिदिनु होला। फेरि त तपाईँलाई यसरी नै रमाइलो मनोरञ्जन लिन मन छ भने फेरि हामी तिनजना एकै ठाउँ भएर यसरी नै रमाइलो गर्छौँ। अहिलेलाई बाई।